हेलो साथीहरु, आज तपाईहरुलाई मैले मिसिङ नम्बरको एउटा सिम्पल टेक्निक लिएर उपस्थित भएको छु। लोकसेवा आयोग लगायत विभिन्न परीक्षाहरुको तयारी गर्नुभएको साथीहरुको लागि एउटा टेक्निक युजफुल हुन सक्छ। सो हामी हेर्न सक्छौं, एउटा टेबल दिएको छ 6 4 20, त्यसैगरी 8 7 15 5 3 अनि क्वेशन मार्क दिएको छ। सो पहिलो काम हामीले के हेर्न सक्छौं भने दिएको म्याट्रिक्समा नम्बरहरु कसरी चाहिँ त्यहाँनेरि डिस्ट्रिब्युट भएको छ त्यो कुरा हामीले हेर्नुपर्ने हुन्छ। सो यहाँ 20 दिएको छ, एउटा 15 दिएको छ, जुन नम्बरहरु चाहिँ अरु नम्बरहरुको तुलनामा अलि ठूला नम्बरहरु हुन्, ठूला संख्याहरु हुन्। भनेको मतलब अगाडिका संख्याहरु साना साना छन्, पछाडी ठूला ठूला संख्याहरु आएको छन् भने हामीले हेर्न सक्छौं यो रोमा केही अपरेसन, म्याथमेटिकल अपरेसन रोमा भइरहेको छ भने हामीले बुझ्न सक्छौं। सो अहिले के भइरहेछ त ल हेर्नुस्, यहाँ 6 र 4 छ। 6 र 4 लाई मिलाएर हामीले 20 कसरी बनाउने, त्यसैगरी 8 र 7 लाई मिलाएर 15 कसरी बनाउने, त्यो टेक्निक हामीले खोज्छौं। सो 6 स्क्वायर माइनस 4 स्क्वायर इक्वल टु 20 हुन्छ। त्यसैगरी 8 को स्क्वायर 64 गर्यौं माइनस 7 को स्क्वायर 49 गरियो भने 15 हुन्छ। भने अब हामीलाई चाहिएको 5 र 3 दिएको छ। सो 5 स्क्वायर 25 माइनस 3 स्क्वायर 9 घटाउँदाखेरि कति आउँछ 16 आउँछ। भनेपछि हाम्रो राइट आन्सर कुन हुने रहेछ? अप्सन नम्बर बी हुने रहेछ।